गाइस गाइस भाटबटिनीमा किन आएको थियौँ भने यही पिज्जा खान आएको थियौँ हेर्नु गाइस फाउन्टेन भनेको फाउन्डेसन भन्न आएछ गाइस गाइस दिस इज फाउन्टेन Hello guys, welcome to new vlog. I'm भाटबटेन जाँदैछु होइन सबैजना उहाँहरू मम्मी अनि यता दिदी हुन्छ है अनि यहाँ माइजू हुन्छ दादा अनि के छ गाइज पछाडि दादालाई दादा पनि उहाँ हुनुहुन्छ पछाडि आयो तपाईँ पनि अगाडि जानु न गाइज हेर्नु सबैजना अगाडि हुन्छ है म मात्र पछाडि हो म त पछाडि गाइज म छु अनि यहाँ हेर्नु अनि माइजू यहाँ मेरो ब्यागै छैन भन्ने मान्छे अनि यहाँ हेर्नु हेर्नु यहाँ दादा हुन्छ यहाँ माइजू यहाँ रोडी बाल हुन्छ नि अनि यहाँ दादा हुन्छ अनि यहाँ दिदी बाई बाई गाइज ओके गाइस प्रसिद्धि चाहिँ हेर्नु तपाईँहरूले देख्नु नै भएको छ अस्ति मैले हिरोनी बनाइदिएको यहाँ अहिले पनि सबसे हिरोनी देखिने मान्छे चाहिँ उहाँ नै हो हामी चाहिँ सिम्पल हो र त यहाँ हेर्नु हिँडेको पनि हेर्नु स्टाइल अरू भनिदिनु अनि के छ गाइस तपाईहरु हामी कहाँ गएको भन्नुहुन्छ होला मैले अघि भनिसकेँ हामी वहाँ भाटबटेन जाने भनेर दादा म माइजू मम्मी अनि दिदी है कहाँ हिँडेको अरे भनिदिनु त भान्जा मेरो भान्जाले यहाँ हेर्नु है तपाईँलाई हँस उठाउनुहुन्छ अब भनिदिनु त भनिदिनु आज प्रसिद्धिमा चाहिँ हिरोनी भनेको त म पनि अलिकति हिरोनी नै रहेछु आज चाहिँ ए मैले गफ हानिदिएको के भन्नु त रहेछ भनेर यहाँ दुईजना चाहिँ यहाँ हेर्नु यहाँ म पनि बनाउँछु नि के तपाईँहरूलाई छोडिदिएको दुईजनालाई छोडिदिन्छु गाइस किनभने म पनि त्यहाँनिर गएर टिकटक बनाउँछु दुईजना आउनु है सँगै यहाँ ल हेर्नु त यस्तो ज्ञानी मान्छेहरू दुईजनाले मलाई छोडिदिएको टिकटक बनाउन प्रसिद्धिलाई बोक्छु ब्याग हेर्नु मम्मी दादा दिदी हो त्यहाँ दिदीले दादालाई बोक्नुहुँदैछ है हेलो मम्मी केही भन्नु न केही भन्नु म पर्दैन यस्तै एडिट गर्ने आउँदैन फेरि हेलो गाइस माइज भन्छु कहाँ हिँडेको त्यता भान्जा भान्जी माइजूको प्यारा भान्जा भान्जी रे हामी चाहिँ अब कहाँ हिँड्नु भन्नुहुन्छ भने कहाँ हिँड्नु पऱ्यो त्यस्तो हामी भाटबटेन हिँडेकै यहाँनिर रोड पनि देखाइदिँदैछु है भाटबटेनी आइसक्यौँ गाइस कति ठुलो छ इटहरी भाटबटेनी गाइस यो चाहिँ तपाईँहरू पनि आउनु होला भनिदिनु ल तपाईँहरू पनि आउनु होला है गाइस भाटबटेनीतिर अब ओर्लिन्छौँ हामी भाटबटेनी आइसक्यौँ है
ट्रेन ट्रेन चढेका छ यो चढ्ने कुरा नगरे पनि हुन्छ अन्त नगर्ने त ओइ मैले अर्कै बुझिरहेको थिएँ खोइ गफ अहिले भर्खर चेन्ज भयो बनाउने भिडियो तपाईँ मैले प्रसिद्धिलाई भनेको प्रसिद्धि बनाउने भिडियो कसले खिचिरहाल्छ भरे गएर आफ्नो भिडियो हेर्न मजा आउँछ भिडियो बनाउँदैन नि त फोटो यस यस उहाँ पनि हाम्रै ग्रुपको हो होइन उहाँ बिजी हुनुहुन्छ हामी सक्दैनौँ ओ एकछिन रिङ्गटा लाग्यो डर लाग्दो रहेछ कस्तो फिल भइरहेछ रमाइलो कता बिचमा खोइ मान्छे नै देखिरहेको हेलो यहीँबाट हेर्दा हामी चाहिँ एक्सपिरियन्स लिनुपर्ने बेला भएछ किनभने मलाई थाहा थिएन घुमिङ अब हामी जाँदैछौँ डाउन ए ब्लॉग वो स्टार्ट बाबा Guys, she is my Banji. Look at her pose. ल पोज दिनु एक दुईवटा मेरो भान्जीको चाहिँ भोलि पर्सिको प्लान चाहिँ हिरोनी बन्ने हो त्यही भएर यहाँ हेर्नुहोस् यस यु लभ द डिसेस राइट अनि खानु होला ओके ओके बाई भनिदिनु गाइस भाटमाटिनीमा किन आएको थियौँ भने यही पिज्जा खाना आएको थियौँ हेर्नु अनि अब खाना आइसक्यौँ हामीले गाइस अब चाहिँ म खाइसक्यौँ होइन हामी यसरी छोडेर अब यहीँ नै होला गाइस फाउन्डेसन ए फाउन्टेन गाइस फाउन्टेन भनेको फाउन्डेसन भन्न आएछ गाइस गाइस दिस इज फाउन्टेन वाओ दिस लुक अमेजिङ हेलो हेलो ह्याप्पी रक्षाबन्धन दिवस मलाई त 3 दिन लाग्यो ए नभएको कुरा जहिले नि भएकै आउँछ लागेको ला बहिनी तपाईँले बोलाए जस्तै बोल्न सिकाइदिनु हुन्छ कि माइक गयो रे उहाँको पनि यो हात काम्या कि म काम्या सुरुमै
नमस्ते हात काम्ने कि म काम्ने भन्नुभयो खोइ एकचोटि खाउने होइन अरू भन्दा नि उनीहरू अलिकति रहेछ कि झ्याप्पा हानेको ऱ्याप्पै बनाए पछाडि पछाडि हुनुहुनेहरूलाई सबैलाई नमस्ते कस्ता छुच्चा रहेछन् भाइ काठमाडौँबाट आएको भनेर हेला गरे होला तुलसीको गीतमा चाहिँ जुरुक जुरुक उफ्रिने रे गङ्गा दिदीको गीतमा पनि खुरुक खुरुक रुने रे मेरोमा त केही छैन त्यही भने के अलिकति ऱ्याप्प पारेपछि अलिक झ्याप्पा आउँछ भने तपाईँहरू पनि सिक्नुहोस् उहाँबाट है राष्ट्रिय कलाकार भन्नुभयो यो आज चाहिँ हँसाउने मुडमा भन्दा नि म आफै हाँस्ने मुडमा आएको थिएँ पछाडि देखिरहनु भएको छ राम्ररी देखिया छ छैन नराम्ररी देखिए पनि के तपाईँको बुढी भए होइन थ्याङ्क यू दाइ आई लभ यू दाइ हेत्तेरिका हुनेवालालाई दाइ पो भनेको छु सरी धन्यवाद गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन कठै भरा निर्मलीको पोइ छैन गाई त बाँध्यो ढुङ्ग्रोमा हजुर ए मलाई मात्रै होइन अरू कतिजनालाई पोइ चाहियो भन्नु लाग्नु भएको छ है उहाँले वास्तवमा चाहिँ यहाँनिर आउनुको कारण चाहिँ हाम्रो इटलीमा मेरो लागि चाहिँ आज चाहिँ एउटा यसो यति धेरै काम गर्नुभएको छ महिला दिदीबहिनीहरूले यति राम्रोसँग काम गर्नुभएको छ मेरा महिला दिदीबहिनीहरूलाई मेरो पक्का एउटा बाचा हो अर्कोचोटि म पक्कै पनि कुनै न कुनै प्रस्तुति लिएर तपाईँहरू समक्ष आउने चन्दा चाहिँ एकचोटि यहाँ आइदिनु अलिक ठुलो बनाइदिनु रे आवाज चन्दाजीको स्वरम एकदमै सभ्य भव्य र सुन्दर बनोस् सबैजनालाई हौसला र प्रेम बढोस् यही भन्ने भावसँगै म चाहिँ स्टेजमा नाच्दैछु तपाईँहरू पनि नाच्न चाहनुहुन्छ भने मजाले स्वागत गर्छु है